बिस्तार गाइस आगो बालिसक्यो होइन केटाहरूले अब यहीँ चारो रेडी सेकुवा सुरु भयो अब चाहिँ ल त गाडी पनि आयो मोनिसन भाइ हल्का 4 भाइ 3 भाइ भाइ तलबाट आउँदैछ 4 भाइ जाने हो गीत बन्द गरिदिनु एकछिन धन्यवाद ल लेट्स गो ल यता टिस्टा लोड ड्याम NH 10 यो ओह्रालो चाहिँ अब जाँदैछ ठिक छ तर यो ओह्रालो पनि ओह्रालो हिँडे हुँदैछ केटाले ढुङ्गाले मार्छ होला यो हो नि त फिल हजुर हुन्छ ल धन्यवाद है त बिस्तार छिराउनु निसन ल त अहिले चाहिँ खोलाको दर्शन पाइसक्यो बगरतिर हामी मेगेबाट बोक्नुपर्छ है भाइ बोक त दाउरा त कमै हुँदैन नि अहिले केटाहरू दाउरा खोज्दै दिन त यस हुँदैन एक-एकवटा दाउरा बोकेर जाली पनि बबाल अब त हाँसिहाल्यो नि केटाहरू यस्तो दामी छ अन्त हेर त अन्त बेच्छ नि भाइ ल पर पुगेर भेटौँ एकछिनबाट है त पारीतिर हेर त अन्त झरेको माथिबाट तर हामी चाहिँ कहाँ बस्नु यहाँ है ढुङ्गा पनि छ चट्टै बस्नु पनि सबै आम्मा यत्रो खालको सामान चाहिँ यहाँनिर बस्नु होइन कहाँनिर ल है ए ढुङ्गा राख्दा भयो नि माथिबाट ल बल्ल बल्ल आइपुग्यो यहाँनिर हाम्रो भाइ सिकुम काका निशान लगायत म टिस्टा खोला यता चाहिँ टिस्टा खोला यो चाहिँ है ठुलो खोला हो आमा कम्ती ठुलो छैन हामी त्यहाँ परबाट हिँडेर आएको त्यो उस भएकोबाट यस्तो राम्रो छ फेरि आमा खेल्ने जग्गा चाहिँ साह्रै राम्रो जे होस् अब एकछिनबाट चाहिँ हान्नुपर्छ रोड सट ट्राई गरौँ हो अन्त यस्तो दामी वातावरण केटाहरूले पर सुरु गरिसकेको छ पुरा निकाल्दैछ सरसामान केटाहरूले चाहिँ ल स्टे ट्युन है त अब चाहिँ ल त है गाइस आगो बालिसक्यो होइन केटाहरूले अब यहीँ चारो रेडी यहाँनिर यसमा पकाएर खाने यहाँ चाहिँ माछाको लागि चारो यसो ट्राई गरिदिउँ भनेको माछा केटाहरूले के हुँदो रहेछ दामी तरिकाले बनाउँदैछ हाम्रो सबै सरसामानहरू त्यहाँनिर छ जुस स्प्राइट निम्बु के हो के केटाहरूको यहाँनिर चिप्स मासु सासु होइन आगो दामी फुकिरहेछ हल्का गरम परबाट आउँदाखेरि कस्तो दामी देखिरहेछ नि त आम्माम चेक दिस आउट गाइस गरम भएको अवस्थामा हेर न पारीतिर आम्मा लभली दामी दामी रुखहरू पाउँछ है भाइ मासेट चाहिँ यहाँनिर छ छैन ट्राई गर्नुपर्छ म जहाँसम्म चाहिँ त्यो पारीभित्र ढुङ्गा मुनि चाहिँ एकदमै छ भनेर ठुल्ठुलो खालके त्यहाँ जान्छ रिक्स पनि रहेछ सेकुवा सुरु भयो अब चाहिँ ल है त साथीहरू टिस्टामा स्पिनर
हान्नुको लागि रेडी हामी हेरौँ हुन्छ कि हुँदैन अहिले हुँदैन मन त त्यस्तो खुसी गर्ने है नभए यो पानी कति हुन्छ मन त यहाँबाट हान्ने भयो त गाइस कस्तो हुँदो रहेछ अलिक माथि भयो क्या यो हान्नु पर्यो नि त यो ढुङ्गाबाट गएर चाहिँ गएर रहेछ यार ल है त हाने मजाले यो चाहिँ नजिकै भए पनि सिधै यहाँनिर यो चाहिँ धेरै रहेछ तर यहाँनिर फिसिङ गर्ने हाम्रो तरिका याद नभएर मात्रै होला फिसिङ पनि धेरै गर्यो है केटाहरू छैन रहेछ आज मान्छे पनि छैन रहेछ है अब त बेटमा कास्टिङमा होइन रहेछ भाइ अब सिधै युपिएस गाह्रो भयो आज त कोही छैन रहेछ पारीबाट पानी त उयो टनल त सुकाइदिएर हेर्नु न पानी त छ्याप्छु भयो उयो उताटि जाउँला माछा हेर्नु है बल्लोडी हो ऊ किङ फिसरले त्यहाँनिर हमला हानिरहेछ किङ फिसरले हमला हानिरहेछ है जाउँला हामी पनि हमला माथि खुकुरी लिएर अहिले जाउँ पर पानी कहाँ थियो